म पूर्णसिंह ताडी मोहनियाल गाउँपालिका वडा नम्बर 5 धमकोट हाल धमकोट बसाई। स्वास्थ्य विद्यालय बाटोघाटो खानेपानी गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष युवा व्यक्तित्व प्रवीण घरती मगर हुनुहुन्छ। यहाँलाई स्वागत छ सर। हजुर हजुर हवस् धन्यवाद। के यो मोहनियाल गाउँपालिकाको 5 नम्बर वडा कस्तो छ भने खासमा 7वटा वडा छन्। 7वटा वडामध्ये 5 नम्बर वडा चाहिँ अरू वडाको तुलनामा अझ दुर्गम अवस्था छ। नमस्कार, वैज्ञानिक मिडियामा हार्दिक स्वागत छ। म टिकाराम साउद। दर्शकहरू, नेपाल सरकारले कैलाली जिल्लालाई सुगम जिल्लाको रूपमा हेरेको छ, भनेको छ र कागजमा सीमित पनि गरेको छ। तर पनि नेपाल सरकारले कैलाली जिल्लालाई सुगम भनिरहँदा 2वटा गाउँपालिका भने अहिलेसम्म दुर्गम नै छन्। दर्शकहरू, आज हामी यसै विषयमा कुराकानी गर्न गइरहेका छौँ। मोहनियाल गाउँपालिका वडा नम्बर 5 मा हामी पुग्यौँ र त्यहाँ पुगिसकेपछि त्यहाँ दुर्गम नै हो भनेर त्यहाँका जनप्रतिनिधिले भन्छन् र त्यहाँका स्थानीय जनताहरू पनि भन्छन्। म पूर्णसिंह ताडी मोहनियाल गाउँपालिका वडा नम्बर 5 धमकोट हाल धमकोट बसाई। स्वास्थ्य विद्यालय बाटोघाटो खानेपानी यी मूल समस्या भनेका। पानीको चाहिँ माथि चाहिँ विद्यालयमा म छैन। अब त्यो स्वास्थ्यमा पनि हेर्नुहोस्, यहाँ स्वास्थ्यमै पनि पुर्याउन सकिएको छैन। स्थानीयले त खान पाहन्, पानी पिउन पाहन्। यहाँ तल छन्, धेरै ठाउँमा रहेको छ। हजुरको मोहनियालको 5 नम्बरमा धेरै जस्तो ठाउँमा रहेको छ। के भन्नुहुन्छ राज्यलाई, सरकारलाई? सरकारलाई हामी के भन्न सक्छौँ, सरकारको यो ठाउँमा पनि ध्यान जाओस्। जिल्ला कैलाली सुकुम भए पनि अब यो डोटीको चाहिँ जतिको हामीले पनि पाउनुपर्ने सुविधाहरू सायद सरकारको ध्यान यतातिर गइदिए नै हामी खुसी हुन्थ्यौँ। यहाँको जनताको बालबालिका गरिब बस्तीमाबाट आँटो ढुडो खाएर पनि लुगोफाटो हामीले चाहिँ चिरिएका कपडा लगाएर पनि 12सम्म हाम्रो बच्चाहरू पढ्न पाएपछि केही चाहिँ शिक्षाको चाहिँ वृद्धि हुन्थ्यो भन्ने। दर्शकबिन, हामी कैलालीको मोहनियाल गाउँपालिका वडा नम्बर 5 को कटुजेमा आइपुगेका छौँ। समग्रमा हामी बालुवागडा हुँदै अम्बासा हुँदै यो ठाउँमा पुगिसकेपछि सडकको अवस्था पनि अहिले बनिरहेको छ, तर दिगो व्यवस्थापन हुन सकेको छैन। बर्खायाममा एकदम गाह्रो हुन्छ र यी विविध समस्या, यी सवालहरूको सन्दर्भमा कुराकानी गर्नको लागि हामीसँग मोहनियाल गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष युवा व्यक्तित्व प्रवीण घरती मगर हुनुहुन्छ। यहाँलाई स्वागत छ सर। हजुर हजुर हवस् धन्यवाद। के छ मोहनियाल 5 को समस्या? त समस्या छन्, विशेष गरी समस्या के छ तत्कालीन अवस्थामा? यो वास्तवमा यो मोहनियाल गाउँपालिकाको 5 नम्बर वडा कस्तो छ भने खासमा यो कैलालीको पनि यो सुगम जिल्लाको एक दुर्गम गाउँपालिका। अझ यो गाउँपालिकाको हकमा पनि अझ यो हाम्रो 7वटा वडा छन्। 7वटा वडामध्ये 5 नम्बर वडा चाहिँ अरू वडाको तुलनामा अझ दुर्गम अवस्था छ। यहाँ समस्याहरू त धेरै छन्। हेर्नुहोस् हजुरहरू, बालुवाखोलादेखि आउँदै गर्दा बाटाका समस्याहरू देख्नुभयो होला। कतिसम्म लड्दै पर्दै गर्दा पनि आउनुभयो हजुरले, जुन किसिमको समस्या अघि भन्दै हुनुहुन्थ्यो। र यो हेर्दै गर्दा यहाँका जनताको जनजीवनको विषयमा धेरै दुःखहरू छन्, कष्टहरू छन्। अब यो समस्या चाहिँ एकदमै छ हजुर मोहनियाल गाउँपालिका 5 नम्बर वडामा। हेर्नुहोस्, अब बाटोघाटोहरू भयो, यो त समस्या नै छ। बिजुली पनि छैन, नेटहरू, सञ्चारको के छ यहाँ? सञ्चार चाहिँ वास्तवमा यो कस्तो छ भने सञ्चार अब यो सबै ठाउँमा लाग्दैन। हेर्नुहोस्, कुनै ठाउँमा यो वडा कार्यालयको पनि कार्यालयभित्र बस्यो भने फोन सम्पर्क लाग्दैन। अनि यसको बाहिर नेटवर्क खोज्न जानुपर्ने हुन्छ। अब यो नेटले खासै राम्रो काम गरेको छैन। एउटा यो टेकमाइन भन्नेको यो हाम्रो छ, यो वाइफाईको लागि। अब यसले पनि काम नगरेको अवस्था छ। हामीले यो अफिसियल कामकाजहरू सञ्चालन गर्नको लागि मोबाइलबाट डाटा लिएर कहाँ चाहिँ टावर दिन्छ, कहाँ चाहिँ 4G दिन्छ, त्यो ठाउँमा राखेर चाहिँ हामीले कार्यालय सञ्चालन गर्नुपर्ने परिस्थिति छ। यो चाहिँ वास्तवमै समस्याको रूपमा छ हाम्रो 5 नम्बर वडामा। जस्तो यो भनिरहँदा तपाईँ त वडामा हुनुहुन्छ, वडाको क्षेत्राधिकारी एकदम सानो छ होइन, हामीले पनि बुझेका छौँ। के भन्छन् यहाँबाट प्रतिनिधि सभा र प्रदेश सभामा पटक जित्या छन्, चुनाव जित्या छन्। मोहनियाल एकदम विकट छ होइन, सुगम जिल्लाको दुर्गम गाउँ पनि हो। यहाँका जनताहरू सेवा लिनको लागि पनि एकदमै समस्या जस्तो देखिरहेछ। के भन्छन् उहाँहरूसँग? केही समन्वय हुन्छ कि हुँदैन? समन्वय गर्छन् कि गर्दैनन्? अब यो कस्तो भयो भने हिजो भर्खर अब यो मङ्सिर 4 गतेको निर्वाचन सम्पन्न भएको छ। अब हाम्रा प्रतिनिधि प्रदेश सभाका हाम्रा निर्वाचित माननीयज्यूहरू अब यो सरकार निर्माणकै क्रममा उहाँहरू व्यस्त हुनुहुन्छ। अब आउने संरचना कस्तो किसिमको बन्छ र आउने भोलिका दिनहरूमा अब कसरी समन्वयन गरेर अब हामीले यो सञ्चारका कुराहरू, विकासका कुराहरू कसरी सहकार्य गरेर गर्न सकिन्छ, त्यो पछिको कुरो भयो। र योभन्दा अगाडिका जुन किसिमले हाम्रो यो क्षेत्रबाट, यो 4 नम्बर क्षेत्रबाट जितेर जानुभयो, अब कसले कति हेऱ्यो भन्ने कुरो अब खासै अब यो विकासको उसले पनि हामी देख्न सक्छौँ। र यो अलिकति केही बाटोको हकमा चाहिँ अब हाम्रो त्यति बेलाको भौतिक मन्त्री दीर्घ छोडारीज्यूले अब यो 2टा बाटोको लागि अब अहिले काम भइरहेको पनि छ स्तर उन्नतिको लागि भने बाटोको हकमा अलिकति केही
हकमा विकासको सुरुवाती चाहिँ भएको छ। अन्य क्षेत्रहरूमा अब त्यति धेरै विकास भएको छैन। अब आउने दिनहरूमा अब के गर्न सकिन्छ यसको लागि चाहिँ अब हाम्रो भर्खर निर्वाचित माननीयज्यूहरू हुनुहुन्छ, उहाँहरूले पनि यो क्षेत्रलाई खालि यो निर्वाचनको भोट माग्ने क्षेत्रको रूपमा मात्रै लिनुहुन्छ कि अथवा भोलि चाहिँ यसलाई विकास गर्ने क्षेत्रको रूपमा पनि लिनुहुन्छ, यो पछि हेर्न बाँकी छ। जस्तो यो भनिरहँदाखेरि यहाँको उत्पादन के हो, यहाँका मानिसहरूले के उत्पादन गर्छन्, अब यहाँ खेतीहरू फल्छ कि फल्दैन, के छ वडा अध्यक्षज्यू? अब यहाँ वास्तवमा उत्पादनको क्षेत्रमा कुरो गर्नुपर्दा नगदी बाली चाहिँ विशेष गरेर यहाँ फस्टाएको देखिन्छ। आजभोलि हजुरहरूले देख्नुहुन्छ गाडीहरूमा पछाडिको उसमा चाहिँ सुन्तलाहरू प्रशस्तै बजारतिर लग्ने, लम्कीतिर, धनगढी, अत्तरियातिर लग्ने गरिरहेको अवस्था छ। र कुनै ठाउँमा चाहिँ सुन्तलाको क्षेत्र छ, कुनै ठाउँमा चाहिँ यो हाम्रो बेसार हल्दी उत्पादन हुन्छ भने अदुवा पनि हुन्छ। र अर्को कुरो अब यहाँ खासमा उत्पादन हुने भनेको अब सिँचाइको क्षेत्र, सिँचाइ सञ्चित क्षेत्र अलिकति अभाव भएको कारणले गर्दाखेरि अब खेत र पाखो चाहिँ हुन्छन्। केही ठाउँमा खेत हुन्छ, केही ठाउँमा पाखो हुन्छ। गहुँ, मकै विशेष गरेर खेतहरूमा चाहिँ धानहरू हुने छ यो ठाउँको। सुन्तलाहरू बेसारहरू भन्नुभएको छ। मार्केटको बजारको अवस्था त अब बर्खायाममा त बाटो सबै नै एकदमै बाटो सखाम नै हुन्छ जस्तो लागिरहेको छ, हामीलाई थाहा भइसक्यो होइन। अहिलेको अवस्थामा कसरी बिक्री वितरण भइरहेको छ, अनि जो लगाउनेहरूले किसानहरूले उचित मूल्यहरू पाइरहेका छन् कि छैन? अब यसमा वास्तवमा के छ भने अब किसानहरूले अब गाडीमै भाडा तिरेर आफै चाहिँ उहाँ तल बजारमा लगेर मार्केटिङ गर्ने सिस्टम भइरहेको छ। वास्तवमा भन्नुपर्दा यो अब बजार व्यवस्थापनको चाहिँ कमी वास्तवमै यहाँ छ। त्यस कारणले गर्दाखेरि अब यहाँ उत्पादन गरेका चिजहरू उहाँहरूले लगेर जानुहुन्छ। उहाँहरू लगिसकेपछि जुन चाहिँ उहाँले किसानहरूले पाउनुपर्ने रेट हो त्यो चाहिँ वास्तवमा पाउनुहुन्न। यो चाहिँ अब बजारीकरणको समस्याले गर्दाखेरि उहाँ किसानहरू पनि मारमा पर्नुभएको छ भने अब यसलाई बजारीकरण गर्न सक्यो भने अथवा स्थानीय तहले पनि कुनै अब किसानले उत्पादन गरेका चिजहरूलाई चाहिँ जिम्मा लिएर त्यसको मार्केटिङसम्मको सम्बन्धलाई जोड्न सक्यो भने पक्कै पनि अब यो भोलिका दिनहरूमा किसानहरूले जुन किसिमले उत्पादन गरेका चिजहरूको राम्रो रेट पाउनुहुने थियो भन्ने आशा रहेको छ। हेर्नुहोस्, जस्तो ओडामा सेवा लिँदाखेरि, जस्तो सेवाग्राहीले सेवा लिँदाखेरि टाढा टाढा छन्, एकदम डाँडा पाखाहरूमा घरहरू छन्। सेवा लिँदा आउँदाखेरि नै उहाँहरूलाई धेरै समय लाग्ने गर्छ। कतिको छ दूरीहरू, कतिको टाढा छ सेवाग्राहीहरूले सेवा लिँदाखेरि? अब दूरीको हकमा वास्तवमा यो मैले अघि नै हजुरहरूलाई चाहिँ भनिसकेँ, यो वास्तवमा मोहनियाल गाउँपालिकाको अझ 7वटा वडामा पनि 5 9 वडा अझ विकटको क्षेत्रमा पर्छ। त्यस कारणले गर्दाखेरि मान्छेहरू एउटा सामान्य सिफारिस लिनको लागि पनि अब बिहान हिँडेर आउनुभयो भने सायद यतै बास बस्नुपर्ने परिस्थिति पनि हुन्छ। भोलि अर्को दिन सिफारिस लगेर जानुपर्ने परिस्थिति छ। हेर्नुहोस्, अब आजभोलि अलिकति बाटो केही ठाउँमा कुनै टोलहरूमा बाटो पुगेको कारणले गर्दाखेरि अब गाडीमा आउँनुहुन्छ अनि साँझ चाहिँ सिफारिस लगेर सकभर आधा बाटोसम्म बास गर्ने गरेर त्यसरी जानुहुन्छ। अब पछि बाटो नै बन्द भयो भने बर्खातिरको समय भनेको एउटा सिफारिस लिनलाई 2 दिन अनिवार्य लाग्छ। हेर्नुहोस्, एकदमै गाह्रो छ भन्न खोज्नु भयो। अब एकदमै सेवा दिन पनि एकदमै गाह्रो छ। सेवा वास्तवमा हामीले जुन जनप्रतिनिधि जुन किसिमको नयाँ जनप्रतिनिधि आएछ भने पहिलाभन्दा केही फरक गरौँला भन्ने जुन किसिमले हामीले सोच बोकेर आएका छौँ, जनतालाई सेवा प्रदान गरौँला भनेर हामी आएका छौँ। वास्तवमा यो भौगोलिक हिसाबले पनि हामीलाई त्यो कारणले गर्दाखेरि जुन जनताहरूलाई जुन सेवा दिनुपर्ने कुराहरूमा केही न केही कति उसमा चाहिँ चुकेका छौँ अथवा चुक्न पुगिने अवस्था पनि यो भूगोलले हामीलाई त्यसरी समस्याको रूपमा पारेको छ। यहाँका मानिसहरू बढी जसो कहाँ छन् कि रोजगारीको सिलसिलामा? अब यहाँ त रोजगारी त हुने कुरो नै रहेन, कहाँ छन् विशेष गरी? अब यहाँका मान्छेहरू म्याक्सिमम कस्तो छ भने अब जम्मै यो रत्नगिरी जाने सिस्टम अब यो 4-5 महिना चाहिँ अब यो दसैँ तिहार मान्न लगत्तै अब रत्नगिरी जाने, त्यसपछि आइसकेपछि जेठ वैशाखको टाइममा फेरि सिमलातिर जाने प्रवृत्ति छ। म्याक्सिमम यहाँ युवा साथीहरू अहिले गाउँमा यसो हेर्न गयो भने युवा साथीहरू कोही पनि छैनन्। सबै साथीहरू रत्नगिरी जाने, इन्डियातिर जानुपर्ने त्यस्तो परिस्थिति छ। यो वास्तवमा बेरोजगारको समस्या यो हरेक कुराहरूले गर्दाखेरि अब यहाँ गाउँमा बसेर केही रोजगार पनि छैन। त्यस कारणले गर्दाखेरि अब उनीहरू इन्डिया जाने बाध्यता छ। जस्तो यो भनिरहनु भएको छ अध्यक्षज्यू होइन, अब यहाँ बस्ती कति घरधुरीहरू छन् अनि जनसङ्ख्या कति छ? यो अब यसलाई दीर्घकालीन व्यवस्थित गर्नको लागि अझ के गर्दै हुन्थ्यो जस्तो लाग्छ सरकारले, राज्यले? अब यसमा खासमा अब हाम्रो 5 नम्बर वडाको अब घरधुरी सङ्ख्या भनेको अब त्यही हो 560 देखि 600 को हाराहारीमा छ। जनसङ्ख्या भनेको 30-38 को जनसङ्ख्याको उसमा हो। र वास्तवमा सरकारले के हो भने यहाँको वास्तवमा जुन किसिमको यहाँ मैले अघि हजुरहरूलाई भने जुन किसिमको नगदे बालीको उत्पादनको क्षेत्रहरू जुन चाहिँ छ त्यो क्षेत्रलाई चाहिँ हामीले अझ राम्रो तरिकाले कसरी हुन्छ व्यवस्थित तरिकाले गरेर युवाहरूलाई चाहिँ यतै आफ्नै बारीमा आफ्नै स्वरोजगारको कार्यक्रमहरू मार्फत चाहिँ उनीहरूलाई आफ्नै उत्पादनका चिजहरूमा चाहिँ सक्रिय सहभागिता गराउन सक्यो भने केही हदसम्म युवाहरूले पाउने रोजगारीका कुराहरू र उहाँहरूले आफ्नो जीवन उकास्नको लागि गर्ने क्रियाकलापहरूमा सहजता हुन्थ्यो भन्ने लाग्छ मलाई।
सडक त अब यो बर्खायाममा त जतिसुकै स्तरोन्नति गरे पनि नरहला जस्तो पनि छ। यसको दीर्घकालीन व्यवस्थापन के सोच्नु भएको छ? जस्तो के गर्दै हुन्थ्यो जस्तो लाग्छ दीर्घकालीन पछिसम्मको लागि? अब यसको लागि चाहिँ हामी सडकको वास्तवमै यो चुरे एरियामा कस्तो छ भने पानी एकचोटि पऱ्यो भने सर्लकै चाहिँ माटो चाहिँ गलेर फ्ल्याटै हुने अनि जाने प्रवृत्ति यो चुरेको यो विशेषता छ। त्यस कारणले गर्दाखेरि अब यसको लागि चाहिँ हामी बाटो निर्माणको लागि अब हामी एकैचोटि चाहिँ अगाडि पुग्नुभन्दा पनि बाटोलाई चाहिँ पछाडिबाट नालीका व्यवस्थाहरू, त्योभन्दा माथिबाट आउने पहिरो रोक्ने खालका त्यो वालहरू, तलतिर पहिरो जाने ठाउँहरूमा चाहिँ त्यो जालीका व्यवस्थाहरू त्यसरी गऱ्यौँ भने चाहिँ अब अलिकति केही हदसम्म दिगो हुन सक्ला भन्ने हो। नत्र अब हामी स्तरीय उन्नतिको हकमा अब फराकिलो मात्रै गराएर अगाडि बढ्यौँ भने अब यो बाटो चाहिँ एक बर्खाले फेरि पुरै लग्छ। अब यसपाला पनि यस्तै छ। यो हामी प्रत्येक वर्ष चाहिँ वडाका बाटोहरू सफा गर्नको लागि 20 देखि 25 लाखसम्म हामी प्रत्येक वर्ष वडाका बजेटहरू त्यसरी विनियोजन गरिरहेका हुन्छौँ भने त्यो मात्र कति हो भने 6-7 महिनाको लागि मात्रै हुन्छ। बालुवामा पानी हालेको जस्तो हुन थाल्यो। यसको लागि चाहिँ अब हाम्रो प्रदेशदेखि माथि केन्द्रसँगको अब एउटा राम्रो बजेटको राम्रो आयो भने, बजेट आइसक्यो भने त्यसपछि चाहिँ अब एकदमै 0 लेभलदेखि हामी सबै कुराहरू स्तर उन्नति गर्दै गयौँ भने नहुने कुरो होइन। अब यो पक्कै पनि हुन्छ। यो अन्तमा पलपल अनलाइन मिडिया र वैज्ञानिक मिडिया हेरेर बसिराख्नुभएका, सुनेर बसिराख्नुभएका सम्पूर्णलाई के भन्न चाहनुहुन्छ? तपाईँको तर्फबाट के सन्देश छोड्न चाहनुहुन्छ वडा नम्बर 5 को तर्फबाट? अब अन्त्यमा अब यो वैज्ञानिक मिडिया तथा पलपल अनलाइनका हजुरहरू यो यस्तो मोहनियाल गाउँपालिकाको यो दुर्गम वडा जुन मोहनियाल गाउँपालिका 5 नम्बर वडा कटौजीसम्म हजुरहरू आएर यहाँका जनजीवन, यहाँको विकासका कुराहरू, यहाँको चाहिँ विकटता, भौगोलिक हरेक कुराहरूलाई चाहिँ हजुरले रिपोर्टिङ मार्फत यो सबै ठाउँमा चाहिँ हजुरहरूले जानकारी गराइदिनुको लागि यहाँसम्म पुग्नुभएको छ। यसप्रति हजुरहरूप्रति म मेरो व्यक्तिगत तर्फ र मेरो वडाको तर्फबाट धेरै धेरै धन्यवाद छ। वास्तवमा यो हजुरहरूको यो पत्रकार मार्फत पनि हाम्रा वास्तवमा यहाँका समस्याहरू र हाम्रा विभिन्न किसिमका यहाँ गतिविधिहरू छन्, सम्भावना बोकेका कुराहरू र हाम्रो वास्तवमा यो हाम्रो दुर्गमताको समस्यालाई पनि हजुरहरूले हाम्रो राज्यको पहुँचसम्म अथवा राज्य मार्फत हजुरको यो जुन किसिमको मार्फत चाहिँ हजुरहरूले अगाडि पुर्याइदिनु भयो भने केही न केही राज्यको नजर पनि यो क्षेत्रमा पर्नेछ भन्ने आशा लिएको छु। र भोलिका दिनहरूमा पनि हामी यो एउटा भर्खर हामी अहिले निर्वाचित भएका 6-7 महिना भएका छौँ। भोलिका दिनहरूमा कसरी काम गर्नुपर्छ भन्ने, जनतालाई कसरी सुविधा दिनुपर्छ भन्ने यो विषयमा हामी पनि चिन्तित छौँ र जनताहरूले गर्न सक्ने कुराहरूमा र हामीले गर्न सक्ने कुराहरूमा सहकारी गरेर काम गर्नेछौँ र हरेक कुराहरूमा यो राज्यको पहुँच पनि यो ठाउँमा पुगोस् र जनताले त्यो राज्यको वास्तवमा प्रदान गरेका सेवा सुविधाहरू नै उपभोग गर्न पाएको अथवा सेवा लिन पाएको महसुस गर्न पाउन् भन्ने मेरो यो भनाइ छ।